नमस्कार। धेरै जान्नेले यो भिडियो हेरिराख्नु जरुरी छैन, तर अब गाडी सिक्न जानेहरूको लागि भने यो भिडियो हेर्नु जरुरी छ है। जान्नेहरूले मलाई सिकाउनु होला, नजान्नेहरूले मबाट सिक्नु होला। अब धेरैजनाले स्ट्रिङ चलाएको म हेर्छु, कतिजनाको कारमा चढ्छु है। अब यसरी चलाउँछन् है, अनि अर्को चाहिँ यसरी चलाउँछन्। अब फेरि दाहिने काट्नु पर्यो भने यसरी चलाउँछन्। एउटा हात चल्छ, अर्को हात चल्दैन। हेर्नुहोस् है, अब लेफ्ट काट्दाखेरि यो गलत तरिका हो, म गलत तरिका बताउँदैछु। यसरी अब अर्को दुईटै हात चलाउनु पर्यो भने यसरी चलाउँछन् है, यो पनि गलत तरिका हो। अब अर्को यसरी चलाउँछन्, यो पनि गलत तरिका हो। अब सही तरिका चाहिँ कस्तो हो भने ह्यान्ड ओभर ह्यान्ड है। अब यो तरिका आरामले एक हातले अर्को हातलाई डिस्टर्ब नगरिकन दुईटा हातको, अब तर यस्तो क्रस चाहिँ हुनु भएन यी है। अब फेरि अर्को गलत तरिका कस्तो छ भने यहाँबाट घुमाएर यस्तो गर्छन्, हात यस्तो हुन्छ, हात बटारिन्छ है। यो कन्डिसन आउनु भएन। फेरि लेफ्ट मोड्दाखेरि यसरी चलाउँछन्, यो हात यहाँ आएर क्रस हुन्छ, यो पनि तरिका गलत छ है। अब नेपालमा धेरैले एक हातले पनि गाडी चलाउँछन्। एक हातले चलाउँदाखेरि चाहिँ यो जहाँ छ, जुन पोजिसनमा छ त्यही पोजिसनमा आएर यहाँ सिधा हुन्छ। फेरि अब लेफ्ट काटेर सिधा गर्नु पर्यो भने यसरी सिधा भयो है। यो हात यहाँ माथि हुन्छ र पावर स्ट्रिङ एकदम हल्का हुन्छ, यसरी पनि चलाउन सकिन्छ। पहिले यसरी हात चलाउन सिक्नुहोस् है, अनि गाडी चलाउनु। अब सही तरिका चाहिँ अब विदेशतिर मैले देखेको सही तरिका यस्तो 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 है, यसरी पनि सिकाउँछ विदेशतिर यसरी पनि सिकाउँछ। जस्तो यो हातलाई यहाँ ल्यायो, अब यहाँ आयो, फेरि यहाँ आयो, फेरि यहाँ आयो, फेरि यहाँ आयो, फेरि यो। अब यो चाहिँ ह्यान्ड बिलो ह्यान्ड भयो, एक हातले अर्को हातलाई डिस्टर्ब गर्दैन। अब हेर्नुहोस् है, राइट काट्नु पर्यो, यो यहाँ, फेरि 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 यो यहाँ, यसरी पनि चलाइन्छ। तर सबभन्दा सजिलो तरिका भनेको चाहिँ ह्यान्ड ओभर ह्यान्डमै हात चलायो भने ठिक्क कर्छ पनि, फेरि रिटर्न ब्याक पनि हुन्छ है। यसरी चलाउनु होला। धन्यवाद।